हेलो हेलो गाइज ल म चाहिँ हैन आज ट्याक्क लाएर हैन चिकन विङ्स मजाले फ्राई गरेर आज है मजाले ट्याक्क लाएर हो हरि भज जस अचारसँग अब हेरे चोपेर हैन दुईटै हातले गरेर खाने हो। आज बिहानको हो अब ईदको छुट्टी पनि छ है त्यही भएर सलाद पनि खानु पर्यो। यो चाहिँ भोड्का है स्पेशल है क्लास 12 भन्ने त्यस बबाल छ। एकदम क्रिस्पी बनाएको छ मजाको छ क्या एकदम मजा भयो। आज विङ्स खान मन लागेको थियो कि मलाई त्यही भएर पनि अनि विङ्स बनाएको मैले खास चाहिँ धेरै भएको थियो तब हप्ता दिन जस्तो भयो विङ्स नखाएको आज चाहिँ छ हो। अब साथी आउनु छ साथीलाई फेरि साथीको पालो हुन्छ फेरि एकछिनपछि दामी हुँदो रहेछ। ब्रोकली पनि छ अचारमा चोप्यो भिडियो लामो हुन जान्छ है मान्नु नगर्नु होला। बिहानको खाना चाहिँ अलिक मजाले पेल्ने हो बेलुका चाहिँ केही नखाने हो क्या अन्ली फ्रुट्स अनि सलाद मात्रै बिहान के अरे बेलुका चाहिँ त धेरै दिनपछि खाएको भएर होला क्या भोड्का पनि आज दामी भएको क्या। किनभने अब लिमिट खाऊँ भनेको अब यसरी चट्ट मुखबाङ बनाएपछि हल्का एक प्याक जति बढी नै हुन्छ कि
यो चाहिँ क्लास 12 हो है। छैन अलिकति ल्याइदिएको थियो साथीले छुट्टीको दिनमा, अनि यसो बस त्यस्तो खाँदिनँ म, लापरवाही गरेर चाहिँ त्यही कहिलेकाहीँ हो। अचारसँग दामी हुँदो रहेछ क्या विङ्स चाहिँ, अचारसँग खाँदै। तो बबल खाइए आदमी। दामी यत्रो 1 महिनापछि लगभग 1.5 महिना भइसक्यो थियो। ईद लाग्नुभन्दा पहिला घरबाट आएको पनि 2 महिना भनौँ न, खाइए थिएन। हिजो साथीले बेलुका ट्याक्क ल्याइदिएको थियो अलिकति, त्यही अहिले व्यस्त गरियो, त्यस रमाइलो भयो। अब 10 दिन छुट्टी के गर्नु हैन, बनाएर खायो त्यति। आज चाहिँ अब ठ्याक्क ओटी थियो र बिहान चाहिँ ड्युटी गएर आइयो। काम पनि अलि बढी नै थियो आज। लगाइ अब यहाँभन्दा बढ्दै खान सक्दिनँ हैन, यतिलाई एन्डिङ गर्ने हो। यो अहिले हल्का छ, खाना पनि अब सकिन्छ, त्यति बढी भयो किनकि विङ्स बढी खाइयो क्या। ल थ्याङ्क्स फर वाचिङ है। अब यो हल्का युट्युबमा पनि आउँछ अनि प्लस फेसबुक इन्स्टामा पनि आउँछ है त। ल बाई। अनि यसो मेरो युट्युब हैन
इन्स्टातिर अब यसो फेरि लाइक कमेन्टहरू गरिदिए राख्ने अनि यसो युट्युबमा चाहिँ फलो पनि गरिदिने टिकटकमा नि फलो गरिदिने है नयाँ साथीहरू छ भने है त ल बाई बाई अब ईद पनि अब लास्टै हो अब ट्युसडेबाट चाहिँ हाम्रो ड्युटी सुचारू हुन्छ सो आज भोलि अब लगभग भोलि एक दिन छ त्यति हो है त ल थ्याङ्क यू है ल धेरै पछि आज हल्का यसो मुभङ गरियो ल सबै साथीहरूले अब यसो लाइक कमेन्टहरू सेयरहरू अनि चट्ट चाहिँ यसो फलो पनि गरिदिने है त ल